फैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आचल वीरहरूका रगतले स्वतन्त्र र अचल ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहु जाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। प्रदीप कुमार राई अर्थात् व्याकुल महिला राष्ट्रिय गानका रचनाकार एवं राष्ट्रिय गानका सर्जक, राष्ट्रिय व्यक्तित्व, राष्ट्रको सम्पत्ति, ओखलढुङ्गा जिल्लाको गहना तथा शान र मान। चिर परिचित राष्ट्रिय व्यक्तित्व श्रद्धेय प्रदीप कुमार राई अर्थात् व्याकुल महिला। उहाँको बारेमा धेरै पटक टेलिभिजन, रेडियो, पत्र पत्रिका लगायत सामाजिक सञ्जालमा चर्चा परिचर्चा भइसकेको छ। यसकारण आज म उहाँको बारेमा भन्दा पनि उहाँ जन्मिनु भएको घर, गाउँठाउँ र गाउँमा रहेका उहाँको परिवारका सदस्यहरू देखाउने प्रयत्नमा छु। सायद तपाईहरुलाई चासो हुन सक्छ कि प्रदीप कुमार राई जन्मिनु भएको गाउँठाउँ कस्तो रहेछ र उहाँको परिवारमा को हुनुहुँदो रहेछ। आज म उहाँको घरमा जाँदैछु। बुबा मानबहादुर राई र आमा धनलक्ष्मी राईको माइला छोरा प्रदीप कुमार राईको जन्म विक्रम सम्वत 2029 साल चैत्र 25 गते भएको थियो। हाल बुबा र आमा दुवैजनाको निधन भइसकेको छ। प्रदीप कुमार राईको दुई छोरीहरू र श्रीमती गरेर 4 जनाको परिवार काठमाडौँमा नै बस्दै आउनु भएको छ। यहाँ गेट रहेछ। ओहो कसरी गर्नु हो? यहाँ चाहिँ पानीको धारा हेलो दिदी नमस्कार। उहाँ चाहिँ प्रदीप कुमार राई ज्यूको जेठी भाउजू हुनुहुँदो रहेछ। सुरुमा नौलो मानिसलाई देख्नु भएर होला अलि असहज मान्नुभयो। मैले मेरो बारेमा सबै कुरा भनिसकेपछि हामी एकछिनमै नजिक भयौँ। र उहाँलाई दाइ हुनुहुन्न भनेर सोद्धा घाँस जानु भएको छ, एकछिन पछि आउनुहुन्छ भन्नुभयो र म उहाँको अनुमति लिएर घर वरिपरिको भिडियो र तस्बिरहरू लिन थालेँ। मेरो भौतिक शरीर फोटो र भिडियो लिन आतुर देखिन्थ्यो, तर मेरो मन भने हर्ष विभोर थियो। म मनमनै सोच्दै र कल्पना गर्दै थिएँ दाइले यी बगैँचामा भएका फलफुलका बोट बिरुवाहरू र फुलहरूसँग कति खेल्नु भयो होला।
एक मनले सोचे, दाइले राष्ट्रिय गानको पहिलो हरफ सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली भनेर लेख्दै गर्दा सायद यी फुल र फुलका बोटहरूलाई सम्झिनु भयो होला। म तल्लीन थिएँ भिडियो र फोटो खिच्न। उहाँको जेठा दाइ नरेश राई पनि घाँसबाट आइसक्नु भएको रहेछ। हामी एक अर्कामा अपरिचित थियौँ, परिचय गऱ्यौँ र केही कुराकानी गऱ्यौँ। उहाँहरू जन्मेको घर सायद पुरानो भएर होला, भत्काइसक्नु भएको रहेछ। मतान र ग्वाली पुरानै रहेछ, एउटा घर चाहिँ नयाँ बनाउन थाल्नु भएको रहेछ, तर सम्पन्न हुन चाहिँ अझै बाँकी नै रहे। र यही भत्किएको घरमा उहाँहरू जन्मिनु भएको रहेछ। बुवा आमा बित्नु भएको त भर्खरै भन्दा पनि भयो, अब 1-2 वर्ष भयो। यति 4-5 वर्ष होला। हाम्रो आमा चाहिँ खस्नु भएको 2 वर्ष 3 वर्ष जति भयो। खेती किसानी गर्नेलाई उसलाई थाहा हुँदैन, उसको काम मलाई थाहा हुँदैन, त्यही समस्या हो। अब के चाहिएको छ उसले कहिले कहिले आएर बताउँछ। अब मलाई चित्त बुझे हुन्छ भनिदिने, न चित्त बुझे ल है जे गर, जे गर्ने, म केही म जान्दिनँ होइन। अब कता अब दाग्छन् होइन, खबर गर्छ सम्मान गर्नलाई, अनि त्यहाँ दिएको कुरा त्यही छोडेर आउँछ। त्यसो भन्थे कोही त पटक्कै होइन, लोभ चाहिँ केही भर्खर यहाँ बिहे गरेर आउँदा उनीहरूले 9मा पढेको माने भाइ। त्यो बेलाको जमानामा त घरमै मकै पिनेर साबल बोक्नु पर्ने, बकाउनु पर्ने, अनि त्यहीँ बसेर हप्तामा आउँछ साबल लिन, त्यहीँ बसेर पढेको र पिनेर राति पिनेर अनि बनाएर पठाउने गर्थ्यौँ। खुसी नै छ। अब पहिला दुःख गरेर यहाँदेखि त्यो बेला यस्तो केही थिएन, हिँडेर जानु पर्थ्यो, दुःख गरेर पढेको अब राम्रै भयो, खुसी नै छु।
सबैजना परिवारमा ऊ अब देशको ठुलो मान्छे भन्नु त पर्ने होला के हो अब ठुलो मान्छे हो। सबैले उनलाई मान्छ। खुसी नै छौँ हामी। कान्छा भाइ दिलीप राई उहाँ चाहिँ आफ्नो परिवारसँग यहाँ बस्नु। हजुर नमस्कार, म चाहिँ मेरो नाम चाहिँ दिलीप कुमार राई। म चाहिँ भन्नुपर्दा म दाजु प्रदीप कुमार राई व्याकुल माइलको भाइ कान्छो। हजुर म चाहिँ गाउँमै छु। म चाहिँ महादेव स्थान माविले पानीमा म यसो पढाउने काम गर्छु भन्नुपर्दा। अब अहिले गाउँमै छु। अब छोराछोरी जति सबै काठमाडौँ छन्। अब हाम्रो दाजुको भन्नुपर्दा अब सानैदेखि उहाँ चाहिँ साहित्यप्रति चाहिँ विशेष रुचि थियो। उहाँले कविताहरू पहिल्यैदेखि नै गजलहरू लेख्ने गर्नुहुन्थ्यो। हामी पढ्न चाहिँ सँगसँगै मभन्दा पहिले कक्षा माथि नै हुन्थ्यो। पछि 10मा चाहिँ उहाँ के भएर अनि सँगसँगै हामी बराबरी नै हामी एसएलसी त्यसमा एसएलसी भनिन्थ्यो पास गरेको। जस दाजु हाम्रो जस जोम्ल्या भन्थे जस्तै अरूले चाहिँ हामीलाई त्यस बेला चाहिँ कुन प्रदीप कुन दिल भनेर चाहिँ हामीलाई अरूले चाहिँ छुट्याउनु गाह्रो हुन्थ्यो कि। त्यस हामी दाजुभाइ हजुर अब हामी करिब सँगसँगै नै हामी हुर्क्यौँ बढ्यौँ है। अब हामी 3 कक्षा चाहिँ हिलेपानी त्यसबेला 3 कक्षा मात्र थियो। त्यसपछि हामी हर्कपुर पढ्न गयौँ। हर्कपुर पछि एसएलसी चाहिँ हामी मानेभन्ज्याङबाट गरेको। हामी सानैदेखि नै सँगै हो। अनि उहाँको स्वभाव एक किसिमको अब निडर आफ्नो भन्नुपर्ने कुरा चाहिँ मनमा नराखी भन्नुहुन्थ्यो। अब स्पष्ट वक्तै हुनुहुन्थ्यो सानैदेखि।